उहाँहरू घुम घुम गरे यहाँ पुऱ्याएर ड्राइभर जानु दुईटा लडक अनि कसले जित्छ त्यही पहिला जस्तो ल गणेश अब मसँग हिँड्छ स्वर्गीय पुनः भर्ती पनि तिम्रोसँग चाहिँ नर्क जान्छु होला सो हेलो एन्ड वेलकम ब्याक गाइज। आज चाहिँ हामी बन्दीपुर जाँदैछौँ होइन। अनि म चाहिँ अहिले कुरेर बसिरहेको छु। प्रदीपलाई त चिन्नुहुन्छ न, प्रदीपलाई कुरेर बसिरहेको छु अहिले। जाने भनेको चाहिँ बन्दीपुर हो। हेरौँ होइन कहाँसम्म पुगिन्छ, के हुन्छ कस्तो हुन्छ भनेर। प्रदीप अनि भाइ चाहिँ आइसक्यो होइन गाइज। ल अब चाहिँ हामी जाँदैछौँ, लेट्स गो है। हामी चाहिँ घरदेखि बन्दीपुर जाने भनेर हिँड्ने पनि होइन, यस्तै होइन भोयेजरको प्लान। अब अहिले चाहिँ हामी गोर्खा पुगेको छौँ अनि गोर्खा दरबार जाउँ पहिला, अनि त्यसपछि अब फर्किँदाखेरि चाहिँ बन्दीपुर जाउँला भनेर छौँ। बाटो चाहिँ यहाँको साउरो छ है। यो चाहिँ गोर्खा टायर, गोरखकाली टायर कि गोर्खा टायर थियो भनेर अब ठ्याक्कै थाहा होइन। तर टायर चाहिँ बनाउने ठाउँ चाहिँ यहाँ हो। अब सञ्चालनमा आउने भनेको होइन पुरै। ल अब चाहिँ हामी ठ्याक्कै गोर्खा बजार आएर अब खाजा अर्डर गरेर खाजा खाएर एकछिनमा गोर्खा हुन्छ। मोटो भ्लगर, मोटो होइन भ्लगर। अन्त चाहिँ म चाहिँ मोटो भ्लगर। यहाँ चाहिँ मेरो मोबाइल बिग्रेर चाहिँ स्विच अफ भएको भयो, खुल्दा नि खुलेन। त्यहाँ भयो कति कल आएको मेरो इम्पोर्टेन्स अफिसबाट। सुदनले त भेट्न नि अब पाइएन भन्दै फोन गरेर आयो गोर्खा आएर मलाई सम्झाउँदै थियो सुदन गरौँ कि अब भएन त अब गाह्रो भयो। बन्द गोर्खा ड्राइभर जानु गाडी कता दरबार म पनि थाहा सोध्दैछु म। हुन्छ हुन्छ। गोर्खा ड्राइभर जानु गाडी कता हस् ल कसलाई के थाहा। अब त्यहाँबाट भित्र जानु भनेको तल त होइन, माथि मुख जानु भने अलि अगाडि चाहिँ होला। त्यहाँ त यसो भनौँ त्यही त निकै भयो नि ताकि पनि चाहिँ म्युजियम आएको छौँ। हजुर हजुर यता यता टोइलेट हो, यता हो म्युजियम। तोप प्रदीप एक फायर हानिदिउँ न त तोपको। के भयो फायर हानिदिने होइन। गोर्खा दरबार आइसक्यो गाइज फाइनल्ली। माथि हुनु पऱ्यो नि। अब यहाँबाट चाहिँ यत्रो माथि छ, हिँड्दै पर्ने रहेछ। यहाँ चाहिँ यहाँ चाहिँ ठाडे उकालो छ, नजाम क्या हिँड्नु पर्ने रहेछ। के भन्छौ यो उकालोलाई? सिया 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 भन्छ। दुईटा लडक अनि कसले जित्छ त्यही पहिला जस्तो ल। भाइको पछि स्वर्ग हिँड्दै के अरे एउटा ऊ भाइलाई नि उछिने क्या स्वर्ग जान्छ। म जेठो भनेर होला।
वहाँ गएर घुप 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 गरे यहाँ पुऱ्याएर अनि स्वर्ग नि कतिचोटि गइन्छ र दुईचोटि स्वर्ग जानु पाउँछ हौ फेरि गर्ने अरे ल उल्टो भयो क्या उम्लो यस्तो नर्कै जान्छ जस्तो ल त्यही पऱ्यो यस्तै छ अहिले ल हेर त उल्टो फेरि नर्का पुगे के गणेश अब मसँग हिँड्छ स्वर्गीय पुनः भर्ने पनि तिम्रो सङ्गतले नर्का जान्छु होला भनेको ल फेरि ल सुरु ल दुई एकचोटि चान्स दिएँ क्या म भगवान् भएको अरू ल 1 2 3 को नङले मिल्दो रहेछ क्या सुरुमै नर्काको दुईचोटि नर्का गइसक्यो त्यस्तो तिमीसित सङ्गत भएर यो नङले मिलेन होइन दुगुरा हो कि रेस भयो स्कुटर निस्कलो सन्द माथि त मै पुगेँ त्यहाँदेखि बाटो छैन ब्याग लिएको रिभर्स गियर कहाँ रहेछ र देउरे चाहिँ हो बढी गयो क्या म नर्कै गयो कि स्वर्ग जान्छ तिमी त अब थाहा त छ क्या कहाँ जान्छ भन्ने तिमी कहाँ जानुपर्ने भन्ने त आँखा जुम्बा है म कहाँ उता नहेर त ल ल ल स्वर्गै जाने जस्तो छु स्वर्ग त यिनलाई छुट्टै स्वर्ग भनेर बनाउनु पर्ने छ नि म त स्वर्गै जाने छु कि अहिले त बतिरहेको थिएँ गणेश हजुर त्यहाँसम्म मसित हिँड्न छोडेको भयो त्यहाँबाट जहाँबाट बिरायो पनि त्यहाँबाट मेरो सङ्गत छोड्यो भन्ने बुझ्यो कि तिमीले त्यहाँबाट कहाँ गइन्छ भन्ने कुरा पुग्यो अब होइन सिद्धियो किन त्यही त त्यही त नि त्यतातिर मसित हिँडेनौ कि त्यसपछि जय सिम्बा ल भाइले फास्ट गयो है त त्यसपछि छुटेको के तिमी पनि मैले त हिँड्नु चाहिँ त्यसपछि छुटेकै फेरि त नि के अघि आउँदा जुत्ता लाएको थियो फाटेको जुत्ता लाएको थियो अहिले नयाँ के देखाइदेऊ त यस्तो किन गरेँ तिमी यस्तो हुन्छ अहिले नि घुम्नुपर्छ कि घुमेको फाइदा अनि तिमी यो 800 को लागि अनि तिमी पोखरादेखि 1000 को तेल खर्च गरेर आयो काँचा 500 को गरेर हामी चाहिँ टपमा आएर छौँ अहिले चाहिँ यहाँदेखि चाहिँ पुरै फुल भ्यू देखिन्छ भनेर भ्यू टावर चाहिँ यहाँदेखि नि यता माथि 15-20 मिनट जानुपर्छ अरे आइपुगेछौँ टपको भ्यू ए सही रहेछ त्यहाँबाट त भिडियो इज इम्पोर्टेन्ट रहेछ कि पूर्वलाई त गाइस यहाँदेखिको भ्यू हेर्नु दरबार सबै देखिन्छ यहाँबाट होइन यहाँदेखि चाहिँ यस्तो छ
यता हिलमा टपमै छ होइन ल अब यहाँ त नि हामी फोटोसुट खिचेर गइसक्यौँ अब जानेछौँ होइन अब सिधै डाइरेक्ट बन्दीपुर हो पहाडको रानी बन्दीपुरमा स्वागत छ है सबैलाई अब यहाँ कति लाग्छ थाहा होइन बन्दीपुरमा आउँछ प्रवेशद्वार है 3 किलोमिटर ल गाइज फाइनल्ली बन्दीपुर आयो होइन यो रहेछ कि हामीले कहाँ सोचेको तिमीहरू बन्दीपुर आयो तो गेट छिर्दै पहाड गिरानीमा स्वागत छ भन्दा यत्तिकै आयो भनेको त अनि 8 किलोमिटर त त्यहाँबाट त चोखो ठाडो हो क्या ठाडो फुल त सुकेछ यसमा त अन्त यता फल के यो बन्दीपुर यहाँ आएर बस्न गर्नलाई सही रहेछ कि होइन त्यहाँ पार्किङ उता पार्किङ अनि यतापट्टि यस्तरी हिँड्ने मजा रहेछ घुमिजानुपर्छ केही मतलब भएन कि हजुर सही रहेछ त अनि जानु त कति जाने कुनमा जाऊँ न त ट्याग छ यसमा त माथि त खाली छ है माथि यसमा खाली यो चाहिँ टप भ्यू गाइज सही छ त दामी छ दामी गाइज हामी चाहिँ अब बन्दीपुर यता चाहिँ घुमेर आइसक्यो होइन अब चाहिँ त्यो ग्रेट वाल जाँदैछ होइन लेट्स गो है त गाइज अब ग्रेट वाल कस्तो हो हेरौँ अब बेला जानु पर्यो ग्रेट वालमा जाँदैछौँ मिनी ग्रेट वाल सरी मिनी ग्रेट वाल भ्यू त दाम देखेको पानी पर्नु लाग्यो यता यस्तो पानी पऱ्यो हो यता मनतिर चाहिँ अझै बन्दै छ होला सायद यो कति टाइम लाग्छ नि यहाँ हजुर ल जाऊँ ल हेर्नुहोस् यता चाहिँ बन्दीपुर भयो अनि यता चाहिँ के भन्ने हो यहाँ लमजुङ तनहुँ यो छ भ्यू पानी यस्तो पर्नला अब चाहिँ हामी यहाँ धेरै अगाडि गइन्न होला गाइज मोबाइल फोटो अरे वे धन्दै लडेँ म ल कसो खिच्देऊ क्या भिडियोबाट खिच्देऊ मिल्छ कि रे कस्तो हो मजा ए हावा डेन्जर अब जानुपर्छ यहाँ बस्न हुन्न रे पानी पऱ्यो हो गाइज पानी पऱ्यो अब त लाग्नुपर्छ अब चाहिँ 5 बजिसक्यो होइन अब यहाँ त पोखरा पुग्न कति लाग्छ प्रदीप 6-7 पानी परिछ नि त फेरि अब जानुपर्छ है पानी परिसक्यो सो गाइज भिडियो यति नै थियो सकियो अब पानी पऱ्यो होइन नत्र उतैसम्म जाने त्यो डाँडासम्म जाने भन्ने थियो यस्तो चल्यो हावा यस्तो चटपट त छोड्नु पऱ्यो एभ्रिथिङ इज टेम्पोररी है टेम्पोररी चटपट इज पर्मानेन्ट
छोड्नु भएन अरे जमाउनु छोड्नु जाने त्यसको लिएर आएको भन्ने हो नि सो गाइज भिडियो चाहिँ यति नै थियो हेर्नु त पानी यताबाट डेन्जर ल ओए